यो मलाई मायाले दर्शकले दिनुभएको हो। ठीक छ प्यारा प्यारा विद्यार्थीहरू यो चाहिँ नेपालको माया ल हेर्नुस् त आमा बाबुलाई चाहिँ ल ओके बाबुलाई चाहिँ यो भन्दा पनि डबल चाहिँ उले बागेश्वरी माताले दिउन् आशीर्वाद दिउन्। बागेश्वरी मन्दिरलाई आज मनबिनाको धनको लागि आएको यो माया यो फुल सबै अशोक बाबु अशोक भाइ हाम्रो टङ्क सर लगायत टिमले चाहिँ हस्तान्तरण गर्नुभएको छ मन्दिर वरपर। सो यो फुल अब काठमाडौँ लान हामीले सम्भव छैन। हजुरले भगवानलाई हैन हजुरको तर्फबाट यही चाहिँ चढाइदिनु होला। अब आमाको आशीर्वाद लागिरहोस्। मेरो आशीर्वाद पनि हजुरहरूलाई। आमालाई नमस्कार उताबाट खोज्दै आयौँ है। आमा उसलाई चिन्नुहुन्छ? यत्रो भइसकेछ नि। अनि आज के भयो भने अशोक दर्जी मनबिनाको टिम हाम्रो डाइरेक्टर साहब पनि यहाँ हुनुहुन्छ टङ्क बुढाथोकी नेपालगञ्ज आउनुभएको थियो। आज नेपालगञ्जका स्कुलमा हामीले मनबिनाको धनले विद्यार्थीलाई भेट्ने कार्यक्रम थियो। उहाँहरू भेट्न जानुभयो। यति धेरै माया पाउनुभयो, यति धेरै सम्मान स्कुलले गरेर फुल उहाँहरूलाई फुल पुरा लगाइदिनु भयो। त्यो फुल अब एयरपोर्ट काठमाडौँ लानु पनि भएन, फाल्नु त भएन। त्यो फुललाई बागेश्वरी मातालाई चढाउने भनेर ल केही भन्नुहोस्, के भन्न चाहनुहुन्छ? ओके आमालाई नमस्कार। अब यतिखेर अरू कुरा किन्सले भनिसक्नुभयो। हजुर यहीँनेरि हुनुहुन्छ बागेश्वरी मन्दिर वरपर। सो यो फुल अब काठमाडौँ लान हामीले सम्भव छैन। हजुरले भगवानलाई हैन हजुरको तर्फबाट यही चाहिँ चढाइदिनु होला। आशीर्वाद दिन्छु। यो भन्दा पनि अझ राम्रो होस्। फेरि आउँदाखेरि आमाको दोकानमा आउनु। ल आउनु ल अब यता छ। ए आउ त। यो मलाई मायाले दर्शकले दिनुभएको हो। ठीक छ प्यारा प्यारा विद्यार्थीहरू यो चाहिँ नेपालको माया ल हेर्नुस् त आमा बाबुलाई चाहिँ ल ओके बाबुलाई चाहिँ यो भन्दा पनि डबल चाहिँ उले बागेश्वरी माताले दिउन् आशीर्वाद दिउन्। अनि आज राम्रो होस्। फेरि आउनु। मन्दिर देखाइदिनुहुन्छ हाम्रो क्यामेराबाट। हामी देखाउँछौँ। अझ लिनु भयो हजुर। ल आमा अब यो फुल हेर्नुहोस् मनबिनाको धन टिम नेपालगञ्ज आएको बेलामा अशोक दर्जी भाइ टङ्क सर यहाँ छेउमै हुनुहुन्छ। फिल्म पनि चल्या छ। आमालाई यो हस्तान्तरण गऱ्यौँ उहाँहरूको माया। मलाई माया चाहिएको धुन चाहिएको होइन। मनबिनाको धन मन ठुलो कि धन ठुलो आमालाई सोधौँ। मन ठुलो कि धन ठुलो आमा? मन ठुलो बाबु। यति आमाले भन्नु मन ठुलो धन ठुलो होइन। यति मलाई स्वागत गरेर एउटा छोराहरू नाति जस्तो मान्छे मेरो यो बाबु जस्तो त नाति छ होइन। छोराहरू जस्तै हजुरहरू हुनुहुन्छ आउनुभयो। अब मलाई सबै त थिए पहिला ल्याउनु भयो त मलाई ल्याएर आउनुभयो। मैले अब स्वागत गर्ने यो लगेर राम्रो ठाउँमा राखिदिन्छु। यता बागेश्वरी मन्दिर यहाँ आउनु त आमा आउ त यता आउनु त सर यता फर्किनु आमा। ल बागेश्वरी मन्दिरलाई आज मनबिनाको धनको लागि आएको यो माया यो फुल सबै अशोक बाबु अशोक भाइ हाम्रो टङ्क सर लगायत टिमले चाहिँ हस्तान्तरण गर्नुभएको छ। ल आमा यसलाई हजुरले टक्क मायालाई चाहिँ मन्दिरमा चढाइदिनु हुनेछ। म दिन्छु बाबु दिन्छु। धन्यवाद हजुरहरूलाई म दिन्छु। यही नै हो। अब आमाको आशीर्वाद लागिरहोस्। मेरो आशीर्वाद पनि हजुरहरूलाई धेरै धेरै। हस्